ल यहाँ गाई दोहिरहनु भएको छ प्रत्यक्ष रूपमा। सर तपाईँहरूको यो दुध लोकल अर्ग्यानिक हो र यसले बजार चाहिँ कतिको पाएको छ सर यो? बजार चाहिँ मलाई अब घरमा पुऱ्याउनु जानु परिरहेको छ मार्केटमा। हजुर। अब मार्केटमा पुऱ्याउन जाँदा पनि दुध बढी भएर मैले चाहिँ अलिक सस्तोमा डेरीमा बुझाउनु परेको छ। डेरीमा सस्तोमा बुझाउनु भन्दा बरु मैले मार्केटको लागि चाहिँ घरबाटै गर्न पाएदेखि। डेरीलाई चाहिँ कतिमा दिनुहुन्छ? डेरीमा मैले चाहिँ यहाँबाट 90ले दिन्छु अहिले। डेरीलाई 90मा दिनुहुन्छ? 90मा दिँदा आफूलाई घाटा छ? घाटै छ 90ले दिँदा पनि, किनभने घाटा अलिक टाढा पनि पुऱ्याउनु पर्छ। हजुर। भन्ने ठाउँमा नजिकै डेरी पनि हुँदैन, अन्त प्याक भइरहेको हुन्छ। अनि यहीँबाट चाहिँ बेच्न पाएदेखि म लाइभद्वारै दिन्थेँ। बरु यसै गरी लाइभ गएर कतिमा दिनुहुन्छ त यहीँ आयो भने मान्छेहरू? अब म 120 रुपियाँ लिटरमा म यहीँ लाइन लाएरै दिन्छु। 120 रुपियाँ त बराबरी नै भयो त। अनि सर यो त जस्तै डेरीले नि त 120मै गर्छ होइन? अब डेरीले धेरै पैसा खान्छ बिचमा। म यहाँ आफ्नै उत्पादन भएको हुनाले गर्दा म त्यो 120ले दियो भने अनि यहाँ जीविका तान्न सक्छु म। ए जो यहाँ किन्दा चाहिँ फ्रेस अर्ग्यानिक पाइयो, दुधैको पाइयो, कुनै मिसावट भएन? त्यो भएन, यहीँ हेरेर लान पनि पाइयो। हजुर हजुर हजुर। आफैद्वारा लान्छु भने पनि म चाहिँ दिनेवाला हो हुन चाहिँ। भनेपछि तपाईँले यहाँ किसान, यहाँ अब उपभोक्ता यहीँ आउनु हो भने यहीँ दुधै दिनुहुन्छ? अब म दिन्छु। ल हेर्नुहोस् साथीहरू, उहाँको एउटा प्रतिबद्धता। अब किसानलाई भनेपछि नोक्सान भएपछि अब यस्तो कदम चाल्न बाध्य हुनुहुन्छ? हजुर, के गर्ने अब यो गर्नु पर्यो। विशेष चाहिँ भनेको अब घर परिवारसँग बसौँ र नेपालमा केही हामी जस्तो युवा नै विदेशी हो भनेदेखि हामीले गरेको कामले त त्यही विदेश नै धनी हुने हो। नेपाललाई धनी बनाउनु चाहिँ सबैजनाले केही न केही काम नेपालमै गर्नुपर्छ भन्ने चाहिँ मेरो योजना छ। हस् दर्शकबिन, उहाँले चाहिँ लाइभ प्रत्यक्ष दुधै अब यो एउटा भन्नुभएको छ कि उहाँले डेरीलाई दिने रकममा बरु यहीँ किसान आउनुभयो भने यहीँ दिने एउटा प्रतिबद्धता जनाउनु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद सर। यहाँको बजार राम्रो होस्, व्यवस्थापन होस् है त। हस्।